Describe जसमा चाहिँ about Kandram Yag Part 2. केमद्रुम योगको विषयमा बनाइएको भिडियोमा चाहिँ चर्चा गर्दै आउने क्रममा चाहिँ यो हाम्रो पहिलो भिडियो चाहिँ पार्ट 1 भिडियो रहेको छ भने यो चाहिँ हाम्रो पार्ट 2 को भिडियो रहेको विषय हजुरहरूको माझमा जानकारी गराउँदछु। जसमा चाहिँ हामीले पार्ट 1 को विषयमा चर्चा गरेको थियौं केमद्रुम योगको लक्षणको विषयमा है र कस्तो प्लानेटको कन्जम्पसनले कस्तो प्लानेटको दृष्टिकोण पर्यो भने चाहिँ जातकलाई त्यस्तो समस्या हुने गर्छ है त। हो अब म हजुरहरूको माझमा चर्चा गर्न चाहन्छु है त। जसमा मैले हजुरहरूको माझमा अघि एउटा विषय चर्चा गर्दै गर्दै यो बीचमा हाम्रो भिडियो रोकिएको थियो। अब हजुरहरूलाई मैले जानकारी गराउँदछु। जस्तै जातक मानौ हजुरहरूको घर परिवारमा कुनै बच्चालाई चाहिँ घरबाट अब ऊ एन्टी सोसियल छ, ट्रिटमेन्ट गराउन जानुहुन्छ, तर कतिपय कुराहरू चाहिँ एस्ट्रोलोजी अल्सो साइन्स। सो कतिपय ट्रिटमेन्टहरू चाहिँ हजुरहरूले मेडिकल ट्रिटमेन्टबाट मात्र सबै ट्रिटमेन्ट हजुरहरूले सबै उपचारहरू प्राप्त गर्नु हुँदैन। जसमा एस्ट्रोलोजीमा पनि के छ भने एस्ट्रोलोजी अल्सो मेडिकल साइन्स टू है। जसमा चाहिँ अब जातक अब एन्टी सोसियल छ है, जातक सुस्त मनस्थितिको छ। यदि अब हामीले कतै सुनेको छौं नि कसैको बच्चा त एकदमै सुस्त मनस्थितिको छ है, अलि राम्रो रिमाइन्डले काम गर्दैन हो, त्यस्तो अवस्था त्यस्तो कन्डिसन गराउने योग पनि कुन योग हो भन्दा केमद्रुम योग हो। केमद्रुम योगले पनि यस्तो अवस्था चाहिँ जातकलाई चाहिँ के गराउँछ, क्रिएट गराउँछ है त। त्यो कतिजनाले फेस गर्नु भएको छ होला, कतिजना प्यारेन्ट्सले आफ्नो बच्चाहरूलाई पनि अब अनाथलयमा पनि राख्नु भएको छ हैन। भनिन्छ नि त मेन्टल्ली प्रब्लम। अब यो अलिकति कस्तो भन्दाखेरि यो मेन्टल ह्यारेसमेन्ट के हैन, जसमा चाहिँ जातकलाई एकदम एन्जाइटी डिप्रेसन मैले कुरा गरिसके। सुस्त मनस्थिति टाइपको बच्चाहरूको कुण्डलीमा पनि विशेष त हामीले चाहिँ सुस्त मनस्थिति भएका अनाथलयमा राखिएका कतिपय बच्चाहरू हुन्छन् हैन, उनीहरूको कुण्डलीमा पनि हामीले केमद्रुम योग के गर्न सक्छौं, पाउन सक्छौं है त। अब यसको लागि हामी मेडिकल ट्रिटमेन्ट गराउन जान्छौं, तर मेडिकल ट्रिटमेन्ट गर्न जाँदाखेरि पनि डाक्टरहरूले के भन्नुहुन्छ भन्दा यसको कुनै इलाज छैन, यसको कुनै पनि उपचार छैन भन्छौं हो। अब त्यो कन्डिसनमा हामीले कसरी, अब यो के कारणले गर्दाखेरि भएको रहेछ, यसको रिजन के रहेछ, यसको कन्क्लुजन के रहेछ भन्दाखेरि हो अब एस्ट्रोलोजीमा जानु पर्यो हामी। एस्ट्रोलोजीमा चाहिँ यस्तो अवस्था भएको योगलाई नै के भन्छौं हामीले, केमद्रुम योग भन्छौं है। जतिजना अब यो मेरो जयलक्ष्मी एस्ट्रोलोजी सर्भिसमा आइरहने प्रत्येक भिडियोहरू हेर्नुहुने एस्ट्रोलोजरको साथसाथै पनि कोही डाक्टरहरू पनि हुनुहुन्छ भने उहाँहरूले पनि यो विषयलाई चाहिँ जानकारी प्राप्त गर्न सक्नुहुन्छ। हजुरहरूले पनि अब मेडिकल ट्रिटमेन्ट गरेर आउने बेलामा कतिपय कन्डिसनमा बच्चाहरूलाई एन्जाइटी डिप्रेसन हैन, र कतिपय कन्डिसनमा हजुरहरूले जति ट्रिटमेन्ट गराउँदाखेरि पनि जातकको चाहिँ सक्सेस भइरहेको हुँदैन भने जातकको चाहिँ कुण्डलीमा यस्तो योग भयो भने चाहिँ जातकलाई चाहिँ जतिचोटि ट्रिटमेन्ट गराउँदाखेरि पनि उसलाई चाहिँ के हुन्छ भन्दा रोग पत्ता लाग्दैन, तर रिजन चाहिँ यो हुन्छ। यसको लागि चाहिँ हजुरहरूले चाहिँ चन्द्रमाको जपदान गराउन सक्नुहुनेछ है। यस्तो भयो भने यस्तो जातकले चाहिँ के गर्न सक्नुहुन्छ भन्दाखेरि उहाँले चाहिँ प्रत्येक दिन शिवजीको मन्त्र जपदान गर्न सक्नुहुन्छ। बिहान उठेर 108 पटक ओम सोम सोमाय नमः अथवा ओम नमः शिवाय 108 पटक मर्निङमा हजुरहरूले यो मन्त्र च्यान्टिङ गर्नुभयो भने धेरै हजुरहरूलाई फ्रेसमेन्ट भएको महसुस पनि हुने गर्छ है। जतिजनाले एन्जाइटिक र डिप्रेसनको प्रब्लमहरू फेस गर्नुभएको छ त्यो चन्द्रमालाई स्ट्रङ बनाउनुहोस् है। र चाँदीको गिलासमा हजुरहरूले पानी खाँदाखेरि पनि घरमा एउटा चाँदीको गिलास राख्न सक्नुहुनेछ हैन। चाँदीको चिजहरू बढी युज गर्नुहोस्। हातमा हजुरहरूले औँलामा चाहिँ यो हाम्रो ह्यान्डको फिङ्गरमा चाहिँ हजुरहरूले के गर्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो एस्ट्रोलोजी उपाय हो है। हजुरहरूले चाहिँ मोती नामको राशि रत्न धारण गर्न सक्नुहुन्छ। यदि हजुरहरूलाई एन्जाइटी डिप्रेसन लगायत विभिन्न समस्याहरूबाट पनि छुटकारा बनाउँछ है त। अब मैले हजुरहरूको माझमा लक्षणको विषयमा त जानकारी गराइसके। अब हामी जान्छौं यसको कस्तो अवस्थामा, अब यो लक्षण त देखियो, अब कस्तो अवस्थामा केमद्रुम योग भङ्ग हुने गर्छ है त। जस्तै विभिन्न जहाँ वेयर इज प्रब्लम देयर विल बी अलवेज सोलुसन है त। जहाँ प्रब्लम हुन्छ त्यहाँ सोलुसन हुन्छ। त्यसै गरी एस्ट्रोलोजीमा पनि समस्या छ भने त्यहाँ उपायहरू पनि हुन्छन्। र कस्तो अब जस्तै हामीले माङ्गलिकले बिहा गर्न हुँदैन, यसरी माङ्गलिक र नन माङ्गलिकले बिहा गर्नु हुँदैन भनेर धेरैजनाले अब कतिजनाले त्यस्तो भनिदिनु भयो भने त ल अब हामीले चाहिँ बिहे गर्नु हुँदो रहेछ भनेर कतिजनाले म्यारिडै गर्नुहुन्न, तर त्यो गलत हो है। माङ्गलिक योग एकजना माङ्गलिक र एकजना नन माङ्गलिक हुनुहुन्छ भने त्यहाँ पनि विभिन्न दोषहरू भङ्ग हुने, दोषहरू काट्न सकिन्छ। र कुण्डलीमा माङ्गलिक हुनुहुन्छ भन्दैमा हजुरहरू डराउनु परेन। हजुरहरू यदि माङ्गलिक हुनुहुन्छ भने हजुरहरू कति पनि डराउनु पर्दैन। किन भन्दाखेरि
मैले हजुरहरूलाई जानकारी गराउँछु। माङ्गलिकको पनि जसरी हाम्रो विभिन्न योगहरूमा कुण्डलीमा भएका दोषहरू योगहरूको हाम्रो दोष भङ्ग हुने गर्छ नि, त्यसरी नै माङ्गलिक दोषको पनि योगहरू भङ्ग हुने विभिन्न विषयहरू मैले हजुरहरूको माझमा गएको भिडियोमा चर्चा गरिसकेको छु। त्यसरी नै केमद्रुम योगको पनि के छ भन्दा उपाय छ है त, जसमा जब जब जातकको कुण्डलीमा केमद्रुम योग बनेको छ है, चन्द्रमा एक्लै गएर बस्यो, तर यदि बृहस्पतिको दृष्टिकोण परेको छ, किनभने बृहस्पति र शुक्र भनेको के हो, एकदमै शुभ प्लानेट हो। तर त्यो अवस्थामा के हुन पर्यो भन्दाखेरि कि केन्द्रमा जातकको कुण्डलीमा केन्द्रुम योग बनेको छ है, चन्द्रमा एक्लै गएर बस्दियो, अगाडि पछाडि कुनै पनि प्लानेटहरू त्यसको छैन, अराउन्डिङ कुनै पनि प्लानेट छैन लाइक है, तर चन्द्रमा केन्द्रमा बस्दिएको छ, शुक्र केन्द्रमा बस्दिएको छ है, सरी बृहस्पति केन्द्रमा बस्दियो र शुक्र केन्द्रमा बस्दियो, बृहस्पति अथवा शुक्र केन्द्रमा बसेको छ भने त्यस्तो अवस्थामा चाहिँ के हुन्छ भन्दाखेरि जातकलाई चाहिँ केमद्रुम योगले त्यति धेरै साइड इफेक्ट पुर्याउँदैन है। जातकले जीवनमा प्रब्लम त फेस त गर्नुपर्छ, तर उसलाई चाहिँ त्यस्तो धेरै असर चाहिँ पुग्दैन। तर केन्द्रमा बृहस्पति हुन पर्यो, केन्द्रमा शुभ प्लानेट हुन पर्यो। शुभ प्लानेट बसेपछि के भयो, राम्रो भयो हैन। जसमा अब अर्को विषय के हुन्छ भन्दाखेरि हजुरहरूलाई जानकारी गराउँदाखेरि कि चाहिँ बृहस्पतिको दृष्टिकोण हुन पर्यो। 5, 7, 9 दृष्टिकोणले चाहिँ के चन्द्रमाको जुन घरमा चन्द्रमा बसेको छ, चन्द्रमाको वरिपरि कुनै पनि प्लानेटहरू बसेको छैन र त्यो कन्डिसनमा बृहस्पतिको 5, 7, 9 दृष्टिकोण पर्दियो, शुक्रको सप्तम दृष्टिकोण पर्दियो भने त्यसले चाहिँ के गर्छ भन्दाखेरि केही न केही दोषमा चाहिँ दोष भङ्ग गर्न चाहिँ के गर्छ, सहयोग पुर्याउँछ है त। अब हामीले चर्चा गर्छौँ है त। ल बृहस्पतिको दृष्टिकोण त पर्यो हैन। अब हजुरहरूले कतिले सुन्नु भएको छ होला नि हैन, हजुरहरू त यो कन्सल्टेन्सीमा जानुस् अथवा हजुर उहाँबाटमा जानुस् त, उहाँले त कति राम्रो कन्सल्ट दिनुहुन्छ, उहाँ त कति राम्रो एडभाइजर हुनुहुन्छ है। उहाँले दिनुभएको प्रत्येक एडभाइसहरू यति राम्रो हुन्छ कि हामीले अन्त गरेर दोबारा एडभाइस लिनै पर्दैन है। उहाँले यति राम्रो कन्सल्ट गर्नुहुन्छ कि अन्त गएर हामीले दोबारा कन्सल्ट लिन पर्दैन, हामी कन्सल्ट लिन हामी त्यहीँ जाने हो। कतिपय ठाउँमा कन्सल्टेन्सीहरूमा पनि एकदमै राम्रो कुनै क्षेत्रमा एकदमै, जस्तै मानव हजुरहरू कुनै स्कुलमा जानुभयो हैन, त्यहाँको प्राध्यापकले गर्नुभएको कन्सल्टहरू सुन्न सक्नुहुन्छ हैन, त्यहाँको हेड सरहरूले हेडमास्टरहरूले गर्नुभएको कन्सल्टहरू सुन्न सक्नुहुन्छ। कुनै हजुरहरू मेडिकल फिल्डमा जानुभयो, त्यहाँको डक्टरहरूले गर्नुभएको कन्सल्टहरू सुन्न सक्नुहुन्छ है। जतिजनाले राम्रो कन्सल्ट गर्नुभएको छ भने उहाँहरूको चाहिँ यसमा एउटा फाइदा चाहिँ के छ भन्दाखेरि बृहस्पतिको दृष्टिकोणले चाहिँ यदि केन्द्रुम योग हजुरहरूले पनि आफ्नो कुण्डली आजै पल्टाएर हेर्नुहोस्, यदि हजुरको कुण्डलीमा केन्द्रुम योग बनेको छ र हजुरहरूको केन्द्रुम योगमा चाहिँ चन्द्रमामा गएर तपाईँहरूको बृहस्पतिले दृष्टिकोण राखेको छ भने जातक एकदमै राम्रो काउन्सिलर, एकदमै राम्रो एडभाइजर, एकदमै राम्रो के हुन्छ भन्दाखेरि गाइडर, एकदमै राम्रो उसँग चाहिँ के हुन्छ भन्दाखेरि एकदमै राम्रो एडभाइजिङ दिन सक्ने क्यापासिटी हुन्छ कि हैन जातकको कुण्डलीमा विषय हो। यो यसमा चाहिँ के हुन्छ, कतै केन्द्रुम योगलाई राम्रो पनि मानिदैन, तर यस्तो अवस्थामा चाहिँ केन्द्रुम योगलाई चाहिँ के भन्छौँ भन्दा हामीले कतै न कतै बृहस्पतिको दृष्टिकोण पर्दाखेरि राम्रो पनि मान्छौँ हामीले है। जसमा चाहिँ चन्द्रमालाई बृहस्पतिको दृष्टिकोण मात्र चन्द्रमासँग पर्यो भने यस्तो अवस्थामा के भयो भन्दाखेरि गजकेशर योग पनि बन्न गयो नि त, जबरजस्ती पनि जातकलाई राम्रो हुने भयो। अब हाम्रो अर्को विषय रहेको छ है, अब अन्तिम विषय रहेको छ केन्द्रुम योगको त विभिन्न मैले लक्षण फाइदा बेफाइदाहरू त मैले हजुरहरूलाई जानकारी गराइसकेको छु। केन्द्रुम योग भनेको के रहेछ त त्यो पनि मैले हजुरहरूलाई जानकारी गराइसकेको छु। अबको हाम्रो अन्तिम विषय रहेको छ यसका फाइदाहरू के छन् त है। जस्तै यसको फाइदा रहेको छ, जतिजना जातकले हजुरहरूले आजै आफ्नो कुण्डली पल्टाएर हेर्न सक्नुहुनेछ, यदि हजुरहरूको कुण्डलीमा पनि केन्द्रुम योग बनेको छ भने हजुरहरू एकदमै राम्रो काउन्सिलर हुन सक्नुहुन्छ है। अझै कुण्डलीको दोस्रो सेकेन्ड घरमा गएर बसेको छ भने त एकदमै राम्रो भयो, एकदमै राम्रो काउन्सिलर है, कि चाहिँ एकदमै राम्रो एडभाइजर हैन, कि चाहिँ एकदमै राम्रो टिचर है, प्राध्यापक टिचर अगाडि जतिजना टिचिङ गर्नुभएको छ उहाँहरूले पनि, जतिजना टिचरहरूले पनि यो भिडियो हेर्नुभएको छ भने उहाँहरूलाई पनि मैले यो विषय जानकारी गराउँदैछु। जतिजना राम्रो टिचरहरू, राम्रो फिल्डको टिचरहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ के हुन्छ भन्दाखेरि राम्रो हुन्छ। र विशेष त अब कसैको केन्द्रुम योग बनेको छ तर
उहाँले एक्लैले प्रोग्रेस गर्दा भइरहेको छैन भने उहाँको लाइफमा कोही सपोर्टेड गर्ने सेकेन्ड पर्सन उहाँको लाइफमा प्र्याक्टिकल पर्सन उहाँको लाइफमा आयो भने त त्यस्तो व्यक्ति झन् अगाडि जान सक्नुहुन्छ। केन्द्रम योग भएको व्यक्तिलाई सपोर्ट गर्ने मान्छे चाहिन्छ है। जस्तै हामीले चन्द्रगुप्त र चाणक्यको के गर्न सक्छौँ इक्जाम्पल लिन सक्छौँ है त। आजको विषय रहेको थियो हाम्रो केन्द्रम योग रहेको थियो र केन्द्रम योगको विषयमा चर्चा गर्दै पुनः अर्को विषयको माझ हजुरहरूको अर्को भिडियोको साथ हजुरहरूको विषय माझमा उपस्थित हुने विषय जानकारी गराउँदै बिदाबारी हुन